1 मिनटको समय दिएर यो भिडियो हेर्नुहोस्। सर यस्तै हो, स्पष्टमा भन्छ मलाई चाहिँ अब हामी कर्मचारी, मेरो त सिओ सर पनि हो, मेरो सम्मान छ सरप्रति, मैले के भन्नु पनि छैन र सुरक्षा संवेदनशीलतालाई लिएर चाहिँ सरलाई चाहिँ प्रवेश नगराउने भन्ने आदेश छ। त्यो आदेशको गुलाम होइन, मैले भनिहालेँ नि, मलाई आदेश छ, मैले उपमन्त्रीलाई मैले अनुरोध गरेँ, म चेन प्रमाण चल्ने मान्छे प्रशासकीय प्रमुख हुन्छ हाम्रो कायममा कसैको आदेश तपाईँको प्रमुख प्रशासकीय प्रमुख त्यसको प्रमुख हुनुहुन्छ। तपाईँले त्यस्तो कुरा सुन्ने हो कि अर्को कुरा सुन्ने? जनप्रतिनिधिको विषयमा मैले बोल्न मिलेन, म त कर्मचारी हो। उहाँ पनि कर्मचारी होइन, म जनप्रतिनिधि अधिकार पनि छैन मलाई। सर पनि कर्मचारी हो। म यहाँको प्रहरी प्रमुख, मैले प्रमुखसित आदेश मान्नुपर्छ। हजुर, त्यो मैले आदेश मान्नुपर्छ। कानुन मान्ने कि नमान्ने कुरा भन्ने कुरा हुन्छ। म आदेश मैले पालना गर्छु, आदेश पालना गर्दा तपाईँले आदेश दिएको मान्छेले कानुनमा त्यो बोलेको छैन। तपाईँले अध्ययन गर्नुभएको छ। लिखित आदेश की मौखिक? यस्तो नै हो, हामीलाई त प्रहरी कर्मचारीलाई होइन, लिखित आदेश छ तपाईँलाई, मैले अरू के कार्य गरेँ? लिखित आदेश कि मौखिक आदेश? हामीलाई चाहिँ फिल्डमा खटिँदै गर्दाखेरि लिखित आदेश लिएर चाहिँ हामी त्यो टाइम पनि मलाई जस्टिफाई हाम्रो आदेश छ, बस त्यति। लिखित आदेश छ? आदेश छ कि छैन? छ पनि देखाउनु पर्यो। तपाईँले मलाई, तपाईँले प्रमुखसँग जति अकाउन्टेबल हुनुहुन्छ उपप्रमुखसँग पनि अकाउन्टेबल हुनुहुन्छ। हाम्रो देशमा जो पनि आउँछ नि राम्रो काम गर्छु भनेर, तर तिनीहरूलाई कसैले पनि राम्रो काम गर्न नदिने भयो होइन। तर अब युवाहरू चाहिँ जाग्नुपर्छ के, एकजुट हुनुपर्छ युवाहरू, तब मात्रै केही हुन्छ, न तर भने गाह्रो छ हाम्रो देश नेपाल बचाउन पनि। बालेन शाहको अर्डर मान्दा यहाँ हाम्रा राजु पाण्डे महानगरका प्रहरीलाई पनि उपप्रमुखहरूले तथा सबै जनप्रतिनिधिहरूले राम्रैसँग क्लास लिएका छन् होइन। यो के हो खासमा? हाम्रो देशमा हुने यस्तै हो त, दबावमै चल्ने हो त। खै कति दिनसम्म चल्छ के? पावर भएकाको जहिलेसम्म चल्ने होइन, पावर नभएकाको जे गरे पनि नहुने। यो देश हाम्रो नेपाल हो क्या। केपी ओलीको कम्बोडियामा यत्रो रकम छ भन्दा पनि खै त कसले त्यहाँ फेरि कुरा खोतल्यो, खै त्यो घोटाला काण्ड खै, तर पनि केही मतलब छैन। जो राम्रो काम गर्न खोज्छ उसलाई चाहिँ यस्तो गर्नुहुन्न क्या।